श्रीमद् भगवत गीता अध्याय 2 को 52 नम्बरमा भगवान श्री कृष्णले अर्जुनलाई यसरी भन्नुभएको छ कि यदा ते मोहकलिलं बुद्धिर्व्यतितरिष्यति तदा गन्तासि निर्वेदं श्रोतव्यस्य श्रुतस्य च। अब सुन्नुहोस् के भन्नुभएको छ। हे अर्जुन, जुन बेला तिम्रो बुद्धि मोह रूपी हिलोबाट बाहिर निस्कला तब तिमी सुन्ने र सुनेका कुराहरूमा पनि विरक्त हुनेछौ भनेर भन्नुभएको छ। अब कसैलाई पनि आफ्नो खोपडीमा राखेर आफ्नो मुखबाट बोल्ने अवसर दिनु कहिल्यै पनि हुँदैन र आफू पनि खराब सोच विचार भएका व्यक्तिहरूको खोपडीमा बसेर उनीहरूको मुखबाट कसैलाई वचनद्वारा कष्ट दिनु पनि कदापि हुँदैन। गीताले यो कुरालाई स्पष्ट गरिदिएको छ। हरे कृष्ण।